guys, welcome to back my channel. This is Surathanjung हजुरहरुलाई मेरो न्यू भ्लगमा स्वागत छ। अनि आज चाहिँ हामी जाँदै छौं गिद्धे भन्ने ठाउँमा फुटबल हुँदैछ अरे। आज चाहिँ सेमी फाइनल, हामी सेमी फाइनल हेर्न जाँदै छौं। हामी चाहिँ यति जना छौं आज। अनि हामी चाहिँ गिद्धे जाने अनि गेम हेर्ने आउने रमाइलो गर्ने जुन कहीँ जानु गएको छैनौँ, त्यही भएर हामी घुम्न जुम्न पनि जाँदैछौँ। हामी चाहिँ लाग्यौँ अब डुल्न घुम्न सबैजना मिलेर। हामीले एकजना साथी चाहिँ हामीलाई घरसम्म बसेर बसिरहेको, अनि हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ 12-1 बजिसकेको छ। हामीले जान्छौँ घुम्न। अनि हेरौँ अब कति बजीदेखि गेम स्टार्ट हुन्छ। अनि त्यसपछि गेम हेरेर हामी हराउँछौँ। म तपाईँहरूलाई के कस्तो हुन्छ म तपाईँहरूलाई देखाउने छु। गिद्धेमा आइसकेको छौँ। अनि यहाँनिर मेरो साथी पुरै पिङ खेल्दैछ, लिङ्गे पिङ। हामी चाहिँ भट्टाभट पिङ खेल्दैछौँ। हाम्रो गेम हेर्ने ठाउँ चाहिँ त्यो तल छ, हामी अहिले जाने। यहाँ चाहिँ हामी पिङ खेल्दैछौँ। नखेल्ने पिङ। हामी चाहिँ तल ग्राउन्डतिर जाँदैछौँ। यहाँ चाहिँ बाटो अलिक अप्ठ्यारो छ, ओह्रालो। ग्राउन्ड चाहिँ तल रहेछ। हामी चाहिँ अब फटाफट गेम हेर्नुतिर लाग्यौँ। सुन्तला पनि फलेको रहेछ। कसको हिम्मत छ माग्ने? चाहिँ खतरा कोदो रोप्नु भएको रहेछ। कोदोबारी चाहिँ यहाँ ग्राउन्डमा आइसक्यौँ। यो रहेछ ग्राउन्ड। यहाँ चाहिँ गेम सुरु हुँदैछ। र आइतबारे सिरिज खेल्न गइरहेको छ यस गेम पछाडि। त्यसकारण दर्शक चाहिँ निकै कम हुनुहुन्छ सेमी फाइनलमा पनि। क्याप्टेनले कृपया यहाँ स्टेजमा आएर सम्पर्क गर्नु होला। यहाँ चाहिँ हाम्रो राजारानी भर्सेस पहिले ठाउँको गेम हुँदै रहेछ। राजारानीले चाहिँ अघि 2 गोल आइसकेको रहेछ। हामी चाहिँ अलिक ढिलो आयौँ। अनि यहाँ चाहिँ राजारानी भर्सेस पहिले गेम चल्दैछ। अनि यहाँ चाहिँ हामी बसेर हेर्दैछौँ। हामी चाहिँ बस्ने ठाउँ नै पाइनौँ क्या। हामी चाहिँ यहाँ खाजा खानको लागि आएको। यहाँ चाहिँ बजार लागेको रहेछ। पाएन भने चाहिँ हाम्रो चटपटेर पानीपुरी अर्डर गरेको छौँ। अब हामी खाजा खाएर पनि आइसक्यो। हेर चाहिँ मिठो मिठो जस्तो छ। अब खाइहेरौँ कस्तो छ। केही पनि भन न।
एकछिन हेरिराख ल एकछिन गरिरहेछ अहिले चाहिँ पानीपुरी हाल्ने यहाँ चाहिँ फेरि आइदालाई भर्सेस बुटुक सायद हुँदैछ होला। यहाँ चाहिँ गोल पनि लगाएको छैन। हामी चाहिँ भर्खर खाजा खाएर हेर्नु आएको। हामी त डाँडामा बसिरहेको छौँ। त्यहाँ मजा थियो नि भत्किहालेछ। हालेको छैन होला हौ गोल लाग्यो लागेन होला। यहाँ चाहिँ बुटुकले जितिसकेको छ। अघिको गेम चाहिँ राजा रानीले जितेको थियो भने अहिलेको चाहिँ बुटुकले जितेको छ। अब चाहिँ थाप्रोङ अनि भर्सेस यही आयोजकको हुनेवाला छ। थाप्रोङ र गिद्देको चाहिँ अब आजको लास्ट गेम थाप्रोङ भर्सेस आयोजक भनेपछि गिद्दे र थाप्रोङको चाहिँ गेम हुन गइरहेको छ। गेम पनि स्टार्ट भइसकेको छ। अनि यो रातो कहाँको अरे यो रातो चाहिँ गिद्देको अनि अर्को निलो चाहिँ थाप्रोङको। आज पुरा जोसमा हुनुहुन्छ। आज चाहिँ लगाइदिएको अनि यहाँ चाहिँ गोल गर्न असफल रहनु भएको छ। यहाँ चाहिँ थाप्रोङको पनि एक गोल भइसकेको छ। यहाँ थाप्रोङको एक गोल आयोजकको 2 गोल। त कुन टिममा भन् होइन होला मलाई शङ्कै लागेर त सोधेको छ कुन टिममा भनेको। होइन ल थाप्रोङ भने जस्तो लाग्यो त मलाई त। अहिले चाहिँ हाफ टाइम भएको छ। अहिले चाहिँ ड्रमा खेल भइरहेको छ। थाप्रोङको 2 गोल भएको छ अनि आयोजकको पनि 2 गोल भएको छ। त्यसै मैले भनेको तिमीलाई गेम चाहिँ अब फेरि राति भएको कारण फेरि सुरु हुन गइरहेको छ। यहाँ चाहिँ अब फ्री किक हुन लागेको छ।
बोतल सेभ गरेको छ। गाह्रो छ खाने त पानी खानु जाऊँ भनेको नमानेको। यहाँ चाहिँ आयो चकलेट जितिसकेको छ, प्यारेन्टी पनि भइसकेको छ। यहाँ चाहिँ केही कुरामा चित्त नबुझेको कारण यहाँ चाहिँ अलिकति समस्या परेको छ। समस्या भएको छ। यहाँ चाहिँ गजा बुझिनु पर्यो। चाहिँ कुरा मिलेर फेरि हान्ने कुरा भएर यहाँनिर फेरि सुट गर्ने हुँदैछ। यहाँ चाहिँ किपरको खेलेर जानु पनि अँध्यारो भइसक्यो। फर्केको अवस्था। अनि यहाँ चाहिँ मेरो साथी पिङ खेल्दैछ, म चाहिँ अघि नै खेलिसकेँ। अनि हामी चाहिँ फर्किँदैछौँ। आज चाहिँ एकदमै रमाइलो भयो, गेम हेऱ्यौँ, खेल्यौँ, रमाइलो गऱ्यौँ। खेल्ने नि हो। हामी चाहिँ अब लगभग घर आइपुग्नु लाग्यौँ। घरको नाम धाराचोक। हामी चाहिँ गेम हेर्दा ओर्दा साह्रै नै रात पऱ्यो, त्यही भएर बिस्तारै घर लाग्दैछौँ। मेरो साथीहरू अगाडि हुनुहुन्छ। आजको दिन कसलाई कस्तो लाग्यो, कतिको रमाइलो भयो? तिम्रो कस्तो लाग्यो र? कसै जोतको लाग्यो? किन लाग्यो जोतको? रक्सी खानु पाइन। तपाईँहरूलाई कस्तो लाग्यो? अलिक हुर्केर आउने चाहिँ यही हो, चिरिङमा खाएर बाँध्ने पनि यही हो, पेट दुख्ने पनि यही हो। अलिक रक्सी पुगेन नत्र तगडा भयो। धारचोकमा खाँदै गर्नु त दाज अर्डर। अब अनि तगडा अर्डर रमाइलो लाग्यो, एकदमै खुसी छु म। आज चाहिँ हामी सबै रमाइलो गऱ्यौँ। धेरै पछि भेट भयो, धेरै पछि हुँदा चाहिँ 1 वर्ष पछाडि भेट भएको। रमाइलो गऱ्यौँ, घुम्यौँ, गेम हेऱ्यौँ, एकदम रमाइलो भयो। रातिको हाम्रो यहाँ तल गएको थियौँ, गिद्धेको सिन चाहिँ यस्तो रहेको छ। गाइज हामीहरू चाहिँ आज फुटबल गेमहरू गएको थियौँ, गेमहरू हेऱ्यौँ। अनि आज चाहिँ आउँदा गेमहरू आउँदै रात पऱ्यो, त्यही भएर हामी अहिले भर्खर मात्रै आइपुगेर खानासाना खायौँ। अनि कोठामा बसिरहेको छु। अनि आज चाहिँ एकदमै रमाइलो भयो, गेम हेऱ्यौँ, गऱ्यौँ, घुम्यौँ, खायौँ। भाउजू दिदीहरू भेनाहरूसँग गएको थिएँ, साथीहरू पनि थियो, एकदम रमाइलो भयो। अनि यस्तो भिडियोहरू भ्लगहरू म हाल्दै गर्नेछु, मलाई साथ सपोर्ट दिनुहोला। अनि लाइक सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। ओके, नेक्स्ट भिडियोमा भेट्नेछौँ। अहिलेको लागि बाई बाई।